हेलो नमस्कार सबैजनालाई। आजको यो भिडियोमा जेएनबी को भ्याकेन्सिजको पाक्किम राबुङ लायन्स सोरेङको फुल डिटेल्स यो भिडियोमा तपाईले पाउनुहुनेछ। कहाँबाट कसरी एप्लाई गर्नुपर्ने, इन्टरभ्यूको लागि कहाँ जानुपर्ने, कहिले कहिले इन्टरभ्यू छ, के डकुमेन्ट्स लाग्ने छ, यो सबै डिटेल्स तपाईले यो भिडियोमा पाउनुहुनेछ। भिडियो लास्टसम्म हेर्नुहोला र सेयर गरेर सबैकोमा पुर्याइदिनु होला। र तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जानुहोला। आजको यो भिडियो तपाईँलाई काम लागेन भने पनि फ्युचरमा कुनै न कुनै भिडियो काम लाग्ने भिडियो जरुर यो च्यानलमा आउने नै छ। अब नोटिफिकेसनको विषयमा जेएनबी राबुङला नाम्ची सिक्किम नोटिफिकेसन डेट छ 24 जुन 2026 को दिन। वक इन इन्टरभ्यू डेट छ 29 जुन 2026 को दिन। रिपोर्टिङ टाइम छ 9 AM, बिहान 9 बजी भन्दा अगाडि रिपोर्टिङ गरिसक्नुपर्ने छ। र भेन्यू छ जेएनबी स्कुल राबुङला नाम्ची सिक्किम। र जेएनबी राबुङलामा 9 अलग अलग पोस्टको भ्याकेन्सिज देख्नुहुँदैछ। यहाँ पोस्ट नेम, क्वालिफिकेसन, सेलेरी सबै यहाँनिर दिएको छ। तपाईले नोट गर्न सक्नुहुनेछ, स्क्रिनशट गरेर पनि राख्न सक्नुहुनेछ। यहाँनिर 9 अलग अलग पोस्टमा भ्याकेन्सिज आएको छ। सबैको क्वालिफिकेसन विथ सेलेरी यहाँनिर डिटेल्समा देख्नुहुँदैछ। सेलेक्सन प्रोसेस छ वक इन इन्टरभ्यू। तपाईले इन्टरभ्यू बस्नुपर्नेछ, त्यसको बादमा डकुमेन्ट भेरिफिकेसन हुनेछ। र अब आयो जेएनबी पाक्योम। जेएनबी पाक्योमको छ इन्टरभ्यू डेट छ 3 जुलाई 2026 को दिन। रिपोर्टिङ टाइम छ 10 AM, 10 बजी भन्दा अगाडि तपाईले रिपोर्टिङ गर्नुपर्नेछ। इन्टरभ्यू डेट छ 10:30 टु 1:30 भित्रमा इन्टरभ्यू हुनेछ तपाईहरुको। र भेन्यू छ जेएनबी स्कुल पाक्योम सिक्किम। जेएनबी पाक्योममा पनि 9 पोस्टको भ्याकेन्सिज तपाईहरुले देख्नुहुँदैछ। भ्याकेन्सिज, पोस्ट नेम, क्वालिफिकेसन विथ सेलेरी सबै डिटेल्समा दिएको छ। तपाईले नोट गर्न सक्नुहुनेछ। र डकुमेन्ट्स रिक्वायर्ड छ ओरिजिनल सर्टिफिकेट। तपाईको सर्टिफिकेट ओरिजिनल लिएर जानुपर्नेछ। र साथमा तपाईले सेल्फ एटेस्टेड फोटो कपिजहरु पनि लिएर जानुपर्नेछ। र 2टा पासपोर्ट साइज फोटो पनि लिएर जानुपर्नेछ। आधार कार्ड या त भ्यालिड आइडी प्रुफ तपाईले लिएर जानुपर्नेछ। सेलेक्सन प्रोसेस छ सर्टिफिकेट भेरिफिकेसन। तपाईको सर्टिफिकेट भेरिफिकेसन हुनेछ, त्यसको बादमा वक इन इन्टरभ्यू बस्नुपर्नेछ। र अब आयो जेएनबी सोरेङ। इन्टरभ्यू डेट छ 1 जुलाई 2026 को दिन। रिपोर्टिङ टाइम छ 8:30, 8:30 भित्रमा तपाईले रिपोर्टिङ गरिसक्नुपर्नेछ भने 9 बजीदेखि इन्टरभ्यू स्टार्ट हुनेछ। र भेन्यू छ जेएनबी सोरेङ स्कुल सिक्किम। जेएनबी सोरेङमा तपाईहरुले टोटल भ्याकेन्सिज देख्नुहुँदैछ। 12 पोस्टको 12 अलग अलग पोस्टमा भ्याकेन्सिज छ भने तपाईले पोस्ट नेम, क्वालिफिकेसन विथ सेलेरी यहाँनिर तपाईले डिटेल्समा देख्नुहुँदैछ। नोट गरेर राख्न सक्नुहुनेछ। र सेलेक्सन प्रोसेस छ वक इन इन्टरभ्यू बस्नुपर्नेछ, त्यसको बादमा डकुमेन्ट्स भेरिफिकेसन हुनेछ।